everyone, Tashi Dilek to all of you. Welcome back to my channel. So today I'm going to share our home style pulao recipe. If you like the recipe videos, don't forget to like, share, subscribe my channel. Don't forget to leave comments too. सो मैले चामल चाहिँ अलरेडी भिजाएर राखेको छु। तपाईहरुले राति नै सोक गरेर राख्न सक्नुहुन्छ। सो पुलावको लागि चाहिने सामानहरु चाहिँ गाजर, बिन्स अनि मटर पनि हो। सो मैले पानी अलरेडी बोइल गर्नुमा राखेको थिएँ। सो पानी बोइल गर्दाखेरि चाहिँ इलायची, ल्वाङ, दालचिनी हालेर बोइल गर्नुस् होला। अनि भिजाएको चामललाई पानी बोइल भएपछि चाहिँ हाल्दिनु होला। हालेपछि मजाले मिक्स गर्नुस् होला। जब पानी बोइल हुन्छ त्यहाँबाट चामल बोइल भएपछि चाहिँ तार्दिनुस् होला। तेल रन्केपछि बटर, काजु अनि काजु मजाले रोस्ट भएपछि चाहिँ सब्जी हाल्नुस् होला। गाजर, बिन्स, मटर हाल्नुस् होला। तपाईलाई अरु सामान हाल्नु मन लाग्यो भने भेजिस पनि हाल्न सक्नुहुन्छ। तेजपत्ता पनि हाल्नुस् होला। त्यहाँबाट मजाले जब गाजर, बिन्स हल्का रोस्ट हुन्छ त्यतिबेला चाहिँ मजाले मिक्स गरेर चामल हाल्नुस् होला, तारेको भात। हल्का गरेर बिस्तारै भातलाई मिक्स गर्नुस् होला। मिक्स गरेपछि बटर, पुलाव मसला अनि आफूलाई चाहिने जतिको नुन हाल्नुस् होला। नुन हालेपछि मजाले मिक्स गर्नुस् होला। जोरले मिक्स गर्यो भने चामल फुट्ने डर हुन्छ। चिकन ग्रेभी अनि रायतासँग सर्भ गरेको छु। तपाईले मटरसँग पनि सर्भ गर्न सक्नुहुन्छ। If you like the recipe,